राष्ट्रिय परिचय पत्र नम्बर कसरी निकाल्ने? तपाईको संघमा पनि यस्तो प्रकारको राष्ट्रिय परिचय पत्र आवेदन फर्म छ तर त्यसमा चाहिँ राष्ट्रिय परिचय पत्र नम्बर दिएको छैन भने धेरै सजिलोसँग एसएमएस को मार्फतबाट तपाई आफ्नो राष्ट्रिय परिचय पत्र निकाल्न सक्नुहुन्छ। राष्ट्रिय परिचय पत्र निकाल्नको लागि सबभन्दा पहिला तपाईको मोबाइलमा चाहिँ एउटा एनटीसी को सिम हुनुपर्छ। सिम भएपछि तपाई आफ्नो मेसेज बक्सलाई ओपन गर्नु होला। ओपन गरेपछि यहाँ प्लस को आइकनमा क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ टाइप गर्नु होला 3 तीनवटा 0 अनि 1। त्यसपछि यहाँ टाइप गर्नु होला बिगमा यस। त्यसपछि यहाँ स्पेस दिनु होला। स्पेस दिएपछि यहाँ आवेदन नम्बर यहाँ टाइप गर्नु होला। यहाँ तपाईको आवेदन नम्बर दिएको हुन्छ त्यो चाहिँ यहाँ टाइप गर्नु होला। म आफ्नो आवेदन नम्बर यहाँ टाइप गर्दै छु। तपाई पनि आफ्नो आवेदन नम्बर यहाँ टाइप गर्नु होला। आवेदन नम्बर टाइप गरेपछि तपाईको जुन सिम 1 मा सिम 2 मा तपाईको एनटीसी को सिम हुन्छ त्यो चाहिँ यहाँ चुज गर्नु होला। मेरो चाहिँ सिम 2 मा एनटीसी को सिम छ। म यहाँ सिम 2 यहाँ चुज गर्दैछु। त्यसपछि यहाँ एसएमएस गर्नु होला। एसएमएस गरेपछि अलि टाइम यहाँ वेट गर्नु होला। वेट गरेपछि तपाईको मोबाइलमा चाहिँ मेसेज आउँछ। यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ मोबाइलमा मेसेज आइहालेछ डोनी डिसिया अलर्ट भनेर। यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ राष्ट्रिय परिचय पत्र नम्बर आइसकेछ। यहाँ हेर्न सक्नुहुन्छ टाइम 9:18। यहाँ 9:18 मेरो अहिलेको टाइम भइरहेछ। यहाँ चाहिँ मेरो राष्ट्रिय परिचय पत्र नम्बर आइसकेछ। यसरी तपाई आफ्नो मोबाइलबाट धेरै सजिलोसँग राष्ट्रिय परिचय पत्र नम्बर निकाल्न सक्नुहुन्छ। थ्यांक यू।